हेलो, हामी चाहिँ आज मनोकामना जान लागेको नुरको ताल नुर कफी खान लागेको टुरिस्ट गाडीमा को नुर नुर यहाँ विवेक दादाले नि यस्तै खोल्ने रे हजुर स्ट्रङ खाने हो स्ट्रङै खानु पर्ला हामी चाहिँ पुग्न लाग्यो तालेर ताल गाडीमा कोही छैन टुरिस्ट गाडीमा हामी चाहिँ अब भर्खरै गेट खोल्यो यस्तो भिड छ परसम्म चाहिँ केबल कारमा चढेको नुर यता हेर फोटो खिचिदिन्छु हामी चाहिँ मनोकामना जाँदै अब कारबाट निस्क्यौँ मलाई के भन्नु अरे मामुलाई ल फर्स्ट मामुले अस्ति नै नि आउने चाहिँ आमा छोरी हिँड्दै चाहिँ मनोकामनामा आइपुग्यौँ मन्दिरमा हामी चाहिँ अब फुलहरू लिन्छौँ दर्शन सर्शन गर्छौँ अनि फेरि भेटौँला है त हिमाल देखेको छ दर्शन गऱ्यौँ अब हामी बत्ती बाल्ने होइन कालो आऊ यता त्यो नहेर लाइनमा आबद्ध भइदिनुहुँदा सम्पूर्ण दर्शनार्थी भाइबन्धुमा नगर्न आग्रह गर्नुपर्दछ। भाडा शौचालय र निःशुल्क विकल्प राख्ने जस्ता सेवा सुविधाहरू मन्दिर परिसरमा रहेको हुँदा सम्बन्धित ठाउँबाट सेवा सुविधा लिनका लागि
त्यही बटामा हाल न। दर्शन गरिसक्यौँ, अब फर्किने। फोटोसोटो पनि खिच्यौँ, यहाँ फ्रेम बनाउला है, अब पानी खाने। फोटो फ्रेम हुन्जेलसम्म एकछिन त्यहाँनिर हिमाल देखिरहेछ। अब हामी चाहिँ फर्किएको। यसो लागेको छ। यो पनि कस्तो दामी रहेछ। हामी त व्हाइट मात्र देखेको थियो है, यस्तो दामी। हामी यहाँको गाडी चाहिँ चार्ज गर्दैछ। यस्तो रमाइलो छ। हामी चाहिँ गाडी कुर्दाखेरि हामीलाई चाहिँ यस्तो पायौँ, सजिलो भयो फर्किँदाखेरि हैन। अनि यहाँ चार्ज सकेर चार्ज गर्न लागिरहेछ, सजिलो भयो हामीलाई फर्किनलाई। मम्मीले गाडी चलाएको हुन्छ। अब यहाँ कफी खाने आधी घन्टा लाग्छ रे हैन। चिसो खाने कि कफी खाने हो र? चिसो खानु पर्ला है। स्विमिङ गर्ने हो तिमी? आधी घन्टा लाग्छ। हे स्विमिङ पुल रहेछ, तर हामीले कस्टम ल्याएको छैन। ल धारो त झम्मा मुस्कान तार त नि। गिटार खाना खान लाग्यो, या खाना नपाएर यो सुल्ला थियो। अहिले चाहिँ दाँत देखाएकै छ। हामी चाहिँ चिकन खाना चाहिँ सादा मिठो छ। चाहिँ मनकामनाबाट फर्कियौँ, तल खाना खाँदैछौँ हामी चाहिँ। माछा भने यस्तो पो, ए उदि चिकन नखाँदैछ।